नमस्ते सबैजनालाई। आज चाहिँ बाबालाई हस्पिटल देखाउनु गएको। अब धेरै दिन भएको थियो नि त बाबालाई हस्पिटल नदेखाएको हो। अब दबाईहरू लिनु पर्यो हैन, टेस्टहरू गर्नु पर्यो, त्यही भएर डाक्टरलाई अब देखाउनु गएको थियौँ हो। अनि मैले घरबाट निस्केको भिडियो चाहिँ बनाउनु पाइनँ हतार भएर हो। त्यसले गर्दाखेरि अब गाडीमा चढेपछि चाहिँ रेकर्ड गरेको थिएँ अलिअलि। अनि हामी र हस्पिटल पुग्यौँ। अब चाहिँ बाबा उत्रिनु हुँदैछ। अनि के भन्छ व्हिलचेयर ल्याउनु गएको छ मेरो छोरा, अनि पछाडि स्टाफ पनि छ हस्पिटलको हो। अन्त अब बाबा उत्रिनु हुँदैछ। भिडियो चाहिँ अलिकति अड्कियो हो। अब चाहिँ भित्र पुग्यौँ हामीहरू हो। त्यहाँदेखि अब हामी बाहिर लिफ्ट पर्खिरहेको छौँ। अब लिफ्ट पनि आयो, त्यसले गर्दा हामीहरू लिफ्टभित्र पस्यौँ। अनि अब माथि डाक्टरकोमा पुग्यौँ, डाक्टर देखाउनु जाँदैछु हो। अब डाक्टर देखाइसकेर फर्केको। अब बाबाको एमआरआईहरू पनि थियो नि त हो। अन्त अब हामी यहाँनिर चाहिँ एमआरआई गर्ने जग्गामा पर्खेको। अनि यसो बाबा र म रेकर्ड गरेको हो। यो चाहिँ एमआरआई गर्नु लग्यौँ बाबालाई हो। टाइम भएर बाबाको नम्बर आयो। अन्त त्यहाँ रेकर्ड गर्नु दिँदैन नि त, त्यसले गर्दाखेरि हो त्यहाँनिर एमआरआई भएन। त्यहाँदेखि फेरि अर्को जग्गा बाबालाई फेरि एमआरआई गर्नुपर्छ भनेर चाहिँ अब यो अर्को एमआरआईमा लानु आँटेको फेरि हो। अन्त अब बाबालाई त्यहाँ सुताइरहेको छ। अब लिएर जाँदैछ बाबालाई हो। रेकर्डहरू गर्नु दिँदैन नि त, अन्त डरसरी हो। मैले रेकर्ड गर्दै थिएँ, रेकर्ड एलाउड छैन भनेर भन्यो हो। त्यो सिस्टरले एमआरआई गर्नु लाँदैछ। यसरी हस्पिटलतिर रेकर्ड गर्नु दिँदैन नि त। अनि त्यो चाहिँ अब भइसक्यो हो एमआरआई चाहिँ। एक्सरे पनि रहेछ बाबाको हो। फेरि एक्सरे गर्नुको लागि अब एक्सरे गर्नु लानु आँटेको। यो चाहिँ एक्सरे रुम हो। एक्सरे गर्नु लगेको बाबालाई। अब बाबालाई त्यहाँनिर बसाउनुको लागि रेडी गरेको। अलिक मद्दत गर्नुपर्छ नि त हो, सक्नु हुँदैन नि त एक्लै। बिचरा बुढो पनि हुनुहुन्छ नि त। खालि म र मेरो छोरा मात्रै गएको थियौँ नि त देखाउनुलाई हो। अन्त बाबालाई खुट्टा दुख्दैछ। अब त्यो एक्सरेमा त्यहाँनिर अलिक तल सुत्नु भन्दैछ कि खुट्टाको एक्सरे गर्नुको लागि नि। खुट्टामा घाउ छ नि त, त्यसले गर्दाखेरि त्यहाँ डाक्टरहरू आउँदैछ नि त, कागजहरू सोध्दैछ नि त। डाक्टरको रिसेप्सन कागजहरू सोध्दैछ नि त। त्यो म चाहिँ कागजहरू देखाउनुलाई बाबाको रेडी गर्दैछु। त्यहाँ डाक्टरलाई देखाउँदैछु, यहाँनिर यस्तो यस्तो लेख्नु भएको छ डाक्टरले भनेर हो। सधैँ मै नै जान्छु नि त बाबालाई डाक्टरहरू देखाउनु ओर्नु। हस्पिटलको कामहरू चाहिँ सबै मै गर्छु नि त हो। त्यसले गर्दाखेरि सधैँ मै जान्छु। बाबा पनि कम्फर्टेबल हुनुहुन्छ मसँग हो। अब एक्सरेको लागि अब हामीलाई चाहिँ भित्र बस्नु दिँदैन अरे कि। त्यसले गर्दा एकछिन बाहिर गएको थियौँ। अब अहिले चाहिँ हामीलाई फेरि बोलायो। त्यसले गर्दाखेरि चाहिँ बोलाएपछि चाहिँ अब हामीहरू चाहिँ बाबालाई अब ल्याउनु आएको, बाहिर निकाल्नु आँटेको। अब एक्सरे भइसक्यो अरे। भइसकेर अब हामी एक्सरेबाट निस्केको। दिनभरि लाग्यो नि आमामाम, दिनभरि लाग्यो। बिहान गएको राति नै भएछ हौ आमामाम। एमआरआईमा पुरा टाइम लाग्छ नि त हो। अनि अब चाहिँ हामी फर्किएको हो। फर्किने बेला भयो, सबै डाक्टर सक्टर सबै देखाइसकिसक्यो। अनि लास्टमा चाहिँ अब यहाँनिर चाहिँ यहाँ रिसेप्सनमा चाहिँ अलिकति फाइल मागेको नि मैले। पुरा कागजहरू यता भएर कि फाइल मागेर अब चाहिँ उहाँ दिनुहुँदैछ फाइल। अनि फाइल दिएर चाहिँ अब हामीहरू चाहिँ यो मेरो छोराले रेकर्ड गरेको हेर्नुहोस् न। फाइल दिएर बाबालाई दिएँ राख्नुलाई। त्यहाँदेखि चाहिँ अब बाबालाई पर यहाँ चाहिँ सबैजनालाई यहीँ राख्छ नि त, व्हिलचेयरमा चाहिँ हो। अन्त यहाँ राखेँ हो। त्यहाँदेखि अब गाडी गर्नु पऱ्यो हो। ओलामा गर्नुपर्ने, उबरमा गर्नुपर्ने, ऱ्यापिडोमा गर्नुपर्ने, केमा बाबासँग त्यही सल्लाह गर्दै थिएँ। त्यहाँदेखि गाडी गर्नुलाई अब बाबा र म बात मार्दैछौँ के गर्नु पऱ्यो भनेर। त्यहाँदेखि फेरि यो फाइलहरू अब बेगमा राख्नु पऱ्यो नि त। अब सबै काम सकिहाल्यो, फेरि यताउता हुन्छ। त्यही भएर अब गाडी बुक गरिसकेँ, यहीँ नै आउँछ भनेर बाबालाई म सम्झाउँदै थिएँ। त्यहाँदेखि चाहिँ बाबा र म बात माऱ्यौँ न। बाबालाई भने एकछिन यहाँ दर्शन गर्नुहोस् भेङ्कटेश्वर महाराजको भनेर बाबाले त्यहाँ दर्शन गर्नुहुँदैछ। त्यहाँबाट चाहिँ अब गाडीमा आयो। अनि अब हामी चाहिँ फर्केको।
बाबालाई पहिला चाहिँ बाबालाई हालेको नि त अप्ठ्यारो हुन्छ नि त त्यसले गर्दाखेरि अन्त मेरो छोरा पनि चढ्यो अन्त बाजे नाति बस्यो म पनि बसेँ म चाहिँ छेउमा बसेँ हो अन्त अब चाहिँ यहाँ चाहिँ अब यो चाहिँ हस्पिटल हो हस्पिटलबाट चाहिँ अब हामी चाहिँ निस्केको घर पुगेको चाहिँ मैले भिडियो रेकर्ड गर्नु पाइनँ किनभने अब अटोबाट उत्रेपछि अब बाबालाई उतार्नु ओर्नुपर्छ त्यसले गर्दाखेरि रेकर्ड गर्नु पाइनँ तपाईँहरूले मेरो यो भिडियो हेर्नु भएकोमा चाहिँ धन्यवाद लास्टमा चाहिँ मैले यो फोटो राखिदिएको बाबाले फोटो खिच्नु भएको बाबा र म बाबा एक्लैको खिचिदिएको केही बोल्नु ओर्नुमा गल्ती भयो भने माफ गरिदिनु होला।